कार्येषु सर्वदा। गोविंद बोलो हरि गोपाल बोलो।
चिया खाने हो नि यो ए खाना लाग्ने पहिलो त्यहाँ छ है ओ आमा हेरि ओंखारी तानी ल हात धुनु पछाडी फर्केर गोविन्दा नम भन्न पर्यो हात धुदा हरि यो पनि रामको त्यो पनि रामको सारा संसार रामको म पनि रामको यो पनि रामको त्यो पनि रामको सारा संसार रामको म पनि रामको यो पनि रामको त्यो पनि रामको सारा संसार रामको म पनि रामको यो पनि रामको त्यो पनि रामको सारा संसार रामको म पनि रामको यो पनि रामको त्यो पनि रामको सारा संसार रामको म पनि रामको यो पनि रामको त्यो पनि रामको सारा संसार रामको म पनि रामको यो पनि रामको त्यो पनि रामको सारा संसार रामको म पनि रामको जय बोलो मर्यादा पुरुष रामचंद्र भगवान को जय। हरि डाली डालीमा पात पातमा हामीलाई पनि लैजाऊ प्रभु तिम्रै साथमा डाली डालीमा पात पातमा हामीलाई पनि लैजाऊ प्रभु तिम्रै साथमा चन्द्रमा मनुष्य जाता चन्द्रमा चन्द्रमा मनुष्य चन्द्रमा मनुष्य जाता नमस्कार
Ê, tao coi mami khơi. Ê, yo lời đâu. Yo nghe sao? Pinakaya Namah Swaha Om Pinakaya Namah Swaha Pinakaya Namah Swaha Ambe ke bali ke Namah Yanti Sajanam Saraswati Pinakaya Namah Swaha
अनंत पुण्य शांति परक्षमे गावमे आग्रता शांतु गावमे शांतु पृष्ठतः गावमे दय शांतु गावमे समावयं पुष्टि वसितेन धीमति सुरभि हरमे पापं जन्मय विशुद्ध कीर्तम वनस्पतय शांति विषदेव शांति ब्रह्मा शांति सर्वजगं शांति सामा शांति सूचि आत्मसूचि स्वाहा ओम आदित्यो ओम वायवे नमः स्वाइदम ओम अनित्यम वायवे नमः स्वाइदम वायवे नमो नमः परमसो देव वरणचक्रमो दिवाय नमः ध्यायते सहस्र सिंह प्रदा सते गिरताम काई नियमतान सोपीते व बोलते बोलते जाओ यो बोलते ऐसे निकल हर बात तीन तीन ये है ना किरण अस्तु महिमम् ओम इति मंत्रेण छुरमादय ओम निर्मिताय इति मंत्रस्य प्रजापति ऋषि ये छुर देवता ओम पातल छेदने विनियोगः छंद आपो देवता कलशन विनियोगः ओम सदयति मंत्रस्य प्रजापति ऋषि ये आत्मन से जब शास्त्र मिले ओम स्वस्ति भक्ति भक्षणम बनाएर कुण्डली बनाउन पर्यो भाइले लाम्ने स्वामी मेरे कोटि प्रणाम तेरे चरणों में स्वामी मेरे कोटि प्रणाम गुरु माता पिता गुरु बंधु सखा गुरु माता पिता गुरु बंधु सखा तेरे चरणों में स्वामी मेरे प्रियताम तुम्हें प्राणनाथ तुम्हें प्रियताम तुम्हें प्राणनाथ तुम्हें तेरे चरणों में स्वामी मेरे कोटि प्रणाम तेरे चरणों में स्वामी मेरे कोटि प्रणाम प्रियताम तुम्हें प्राणनाथ तुम्हें प्रियताम तुम्हें प्राणनाथ तुम्हें
यच्चवः ओम फेरि यही घुम्ने उल्टो भयो यताबाट यता हो त्यसरी घुम्नु अब सूर्य भगवानलाई नमस्कार गर्दै उभि उभि चचुरी श्रीमन्तरस्य ल अब बाबु एकचोटि फनक्क यहाँ जा ओर्लेर यसै एक घुमेर आइजाउ ल यता नौमती बारेलाई भड्काइदिन भनौँ जुन विषय चाहियो र आयु संसार सङ्गीत बराबरी तिमीले पढेको उसले पढेको उसले पढेको मैले पढेर यी सबै जम्मै गरेको एकदम हो अर्गनसँग चलाइदियो अर्ग यसमा 54 त्यसमा छक्का दुईटेमा हालेर 54वटा डोरा छन् 54वटा डोराको अर्थ हो हाम्रो शरीरलाई कवच गरे कवच भनेको हुन्छ नि प्रहरीहरूले उताबाट ढुङ्गा हान्छन् कि अनि प्लास्टिक लिएर हिँड्छन् एउटा अनि पनि ढङ्ग्रेङ्गे त्यहाँ लाएर उता हो त्यस्तै हो हाम्रो जनजाति सबैको आक्रमण चाहिँ हुन्छ देवता रक्षणाय विनियोगः ल तिमी रक्षमा छौ मेरो त उसमा निगरानीमा छौ प्रजापति ल मिर्गको छाला होला बाहुन हो मिर्गको छाला नभए पानी खावा अच्युताय नमः स्वाहा अच्युताय नमः स्वाहा ओम केशवाय नमः स्वाहा लगाई के दास माधवाय नमः स्वाहा लो चलागन्त कुमारको दोस्रो मन्त्रदान भयो ओ दादा 110 रुपैयाँ 100 रुपैयाँ 100 रुपैयाँ
जे रच्यौ त्यही त्यही भयो शक्तिशाली हौ हरिहर शिव जलधारा न मन्दिरमा न मूर्तिमा तिमी कहाँ छौ हे बाबा भोलेनाथ बाबा गोरखनाथ शिवलिङ्गमा बेलपत्रको पात दुध चढाउँदै जोडे हात लैजाऊ तिम्रै साथ बाबा भोलेनाथ बाबा गोरखनाथ शिवलिङ्गमा बेलपत्रको पात दुध चढाउँदै जोडे हात लैजाऊ तिम्रै साथ बाबा भोलेनाथ बाबा गोरखनाथ शिवलिङ्गमा बेलपत्रको पात दुध चढाउँदै जोडे हात लैजाऊ तिम्रै साथ हे भोलेनाथ बाबा गोरखनाथ शिवलिङ्गमा बेलपत्रको पात दुध चढाउँदै जोडे हात लैजाऊ तिम्रै साथ बाबा भोलेनाथ बाबा गोरखनाथ शिवलिङ्गमा बेलपत्रको पात दुध चढाउँदै जोडे हात लैजाऊ तिम्रै साथ दुध चढाउँदै जोडे हात लैजाऊ तिम्रै साथ दुध चढाउँदै जोडे हात लैजाऊ तिम्रै पश्चिम दिशा मालिकामा तिर्पाखा जगाऊ हरे हरे सन्जे जगाऊ भौत सन्जे जगाऊ सन्जे जगाऊ भौत सन्जे जगाऊ आरतीको बेला भयो भौत
जगाऊ हरे हरे आरतीको बेला भयो भौताराम सन्जे जगाऊ पश्चिम दिशा मालिकामाई दक्षिण दिशा जाऊ पश्चिम दिशा मालिकामाई दक्षिण दिशा जाऊ दक्षिण दिशा कालिकामाई तिर्पाखा जगाऊ हरे हरे सन्जे जगाऊ भौता सन्जे जगाऊ सन्जे जगाऊ भौता सन्जे जगाऊ आरतीको बेला भयो भौताराम सन्जे जगाऊ हरे हरे आरतीको बेला भयो भौताराम सन्जे जगाऊ उता घुमेर आउँदैछौ अनि त्यहाँ बाहिर बाहिर माग्दै जान्छ ल यता आइज यता पहिला यता हे गुरु म भिक्षा माग्न गएको थिएँ त्यति पाएँ दिनुहोस् भनेर यहाँ ठाउँ आयुष्मान बाबा अब पवित्र राख अनि केही खाऊ गुरुबेटी दशरथ आदि मुद्रा सरिता गुरुबेटी अब त्यहाँ
एक नम्बर लेख्यो भनेर पानी खाऊ अब 2 नम्बर भनेको देखेर पानी खाऊ ल अब दौडेको हेर्न उकोला मन छ निस्के हुन्छ झ्याप झ्याप पानी खानी नौडालाई ल बुधाए नमा जौतिल छर्किदेऊ जानी चढ्छन् जौतिल छर्क त्यहाँ ओम बुधस्या ओम फेरि गनी गनी हुने है ओम गलौ फेरि लिया घिउ मात्रै ओम गलौ माला दिनेले एउटा स्याउ माधव आएन म तो निकेश आएन म हट आएन म गोविन्द आएन म फेरि आउनु यहाँ ल भाइ तिमीले अब ओम ओइ मैले दिएको माला ओ नारायणजी ओइ मैले दिएको माला यही हो ओइ मैले दिएको माला त्यही नै ल फेरि भन ओम ह्रीम ओम फुल्के फुल दिन पर्यो नि त्यसै आज लाइनमा अगाडि प्रार्थना गर्दा यसलाई के भनिन्छ भने त्यही हो नि त ओम फुल्के मम रोगम नाशाय ह्रीम्बाय स्वाहा ओम विकाय नमः तबाइनु आखिर पुजारी बेला आएन अब यहाँ तिमीलाई चुडाल्नु हुन्छ टुक्रो हुन्छ हुन्छ झर्छा जीवन फुलसारे गोछा जम्बारे झर्छा जीवन फुलसारे गोछा जम्बारे झर्छा जीवन फुलसारे हे भगवान गोछा जम्बारे झर्छा जीवन फुलसारे 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 फुलसारे हरि जति ढेरै धन सम्पत्ति भए पनि साथमा जति ढेरै धन सम्पत्ति भए पनि साथमा सबै खोली नाङ्गै पारी लैजान्छन् नि घाटमा नाङ्गै लान्छन् रामले नाङ्गै पाइनामाले नाङ्गै लान्छन् रामले नाङ्गै पाइनामाले नाङ्गै लान्छन् रामले नाङ्गै पाइनामाले नाङ्गै लान्छन् रामले हे भगवान नाङ्गै पाइनामाले
पाप धर्म जे गरे नि खातैमा लेखिन्छ पाप धर्म जे गरे नि खातैमा लेखिन्छ कर्मको फल कलियुगमा भर्खरै देखिन्छ कर्म गर खानालाई कर्म गर खानालाई कर्म गर खानालाई कर्म गर खानालाई हे भगवान कर्म गर खानालाई कर्म गरी 25 वर्षको उमेरमा म घर फर्कने छु त्यसर्थ मलाई जान दिनुहोस् भनेको छ। तब माता भन्नुहुन्छ देशन्तर महादुःख माघोर सदारुणम शीत ताप तापश्चैव पीडते सुतः। आमा भन्नुहुन्छ हे पुत्र परदेशमा अनेक थरीका दुःख हुन्छन् शीत ताप र भोक प्यासले दुःख पाउनेछौ अत जाने कुरा नगर भनेर भन्दा फेरि पिता फेरि बाबाले भन्नुहुन्छ कन्दमूल फलाहार भूमिशय्य निरालय बनेका सदा दुःखम क्रियते सदा सुतः। पिताले भन्नुहुन्छ हे पुत्र कन्दमूल खाएर फलाहार गरेर भूमिमा होइन सुत्नुपर्छ त्यहाँ कुनै बस्ने बास छैन खाने घाँस छैन वनमा जे पाइएका भन्ने फलहरू हुन् तिनै मात्रै खानुपर्छ अनेक प्रकारका कष्ट हुन्छन् तिमी जान्छु नभन भनेर भन्दा सुतो बाजा फेरि छोराले भन्दछन् कुमारले भन्दछन् धन्य माता पिता धन्य यस पुत्र भक्त श्रीय दश पूर्व दशातरम भनिएको छ एउटा कुलमा सज्जन पुत्र जन्म भने अगाडिका 10 कुललाई र पछाडिका 10 कुललाई उद्धार गर्न सक्ने पुत्र हुन्छ। त्यसर्थ त्यस्तो हो कुलमा जन्मेको मलाई मेरो कुल पितृको उद्धार गर्न सब तीर्थको भ्रमण गर्न ज्ञान हासिल गर्न जान दिनुहोस् मलाई नरोक्नु हो भनेर बच्चाले भन्दा कुमारले भन्दा फेरि मातृभाषा आमाले भन्नुहुन्छ देशन्तर नया हितो महाघोर सदारुणम दुर्गमम पर्वतम शैलम दुर्गम च हिमालय। देशान्तर भनेको अनेक घोर दारुण कष्ट पर्दछन् त्यहाँ ठुला ठुला दुर्गम पर्वत र पहाड हिमाल आदि ठाउँमा जानु पर्दछ दुःख पाउँछौ तिमी यसरी भागिएको छोरा कसरी त्यस्ता ठाउँमा बसोला जान्छु नभन हे पुत्र भनेर आमाले भन्दा फेरि पिताले भन्नुहुन्छ सिंह व्याघ्र गजा कोर्ण सौर तस्करै वीरतम बहु कष्ट निराहारी यत जीवन्त वनम। वनमा धेरै किसिमका जन्तुहरू हुन्छन् जस्तै सिंह बाघ हात्ती गैंडा आदिको भय हुन्छ अनेक जन्तुहरू अथवा साथै चोरहरू डाका आदि लाग्दछन् त्यस्ता बेलामा तिमीलाई कसले रक्षा गर्ला फेरि बेलामा खाना पाइँदैन सुत्ने ठाउँ हुँदैन त्यस्तो ठाउँमा तिमी गएर दुःख पाउँछौ त्यसो हुँदा जाने कुरा नगर भनेर पिताले भन्दा सुतो बाजा छोरा फेरि कुमारले भन्दछन् जातो हम वर्म बर्षे मिन कुलिन सुत पुत्र गह करिष्यहम व्रतम सर्व पितृ वर्गस्य कारणम। हे पिता ब्राह्मण वंशमा जन्मेको म कुलिन हजुरको पुत्र हुँ अत सबै व्रत नियम पालन गरेर अब पितृवर्गको उद्धारका लागि म जाँदैछु मलाई जान दिनुहोस् भन्दा फेरि माताले भन्नुहुन्छ दशा सिके सर हजुर सबै लाग्छ नि बेसी छ है
यता सुन बाबु मामा भाइ मामा भनेको मान्छु नमस्कार सबैलाई छाता छोडे ए भाइ भाग्यो 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 पहिला आफ्नो गर्नु पर्यो लैजाऊ भगवान पशुपति मुक्तिनाथ गए गया काशी लैजाऊ भगवान राम राम भन्दै मर्न पाए हुन्थ्यो हाँसी हाँसी लैजाऊ भगवान यो फुलको जोबना यो फुलको जोबना लैजाऊ भगवान यो फुलको जोबना यो फुलको जोबना लैजाऊ भगवान यो फुलको जोबना यो फुलको जोबना हे भगवान लैजाऊ भगवान यो फुलको जोबना यो फुलको जोबना लैजाऊ भगवान यो फुलको जोबना यो फुलको जोबना जोबना हरि लैजाऊ भगवान कसो गरे पुण्य मिल्छ कसो गरे मुक्ति लैजाऊ भगवान मुक्ति मिल्ने बाटो खोज्न लागे धेरै जुक्ति लैजाऊ भगवान यो फुलको जोबना यो फुलको जोबना लैजाऊ भगवान यो फुलको जोबना यो फुलको जोबना लैजाऊ भगवान यो फुलको जोबना यो फुलको जोबना हे भगवान लैजाऊ भगवान यो फुलको जोबना यो फुलको जोबना लैजाऊ भगवान यो फुलको जोबना यो फुलको जोबना जोबना हरि लैजाऊ भगवान शंख किने घंटी किने मूर्ति पनि किने लैजाऊ भगवान
तिम्रै नाउँमा फुल चढाउँदै भजन गाउँदै हिँडे लैजाऊ भगवान यो फुलको जोबना यो फुलको जोबना लैजाऊ भगवान यो फुलको जोबना यो फुलको जोबना लैजाऊ भगवान यो फुलको जोबना यो फुलको जोबना हे भगवान लैजाऊ भगवान यो फुलको जोबना यो फुलको जोबना लैजाऊ भगवान यो फुलको जोबना यो फुलको जोबना जोबना हरि लैजाऊ भगवान यो संसार पापै पापले ढाक्यो दिनौ दिनौ लैजाऊ भगवान असल मान्छे खराब मान्छे खै कसरी चिनौ लैजाऊ भगवान यो फुलको जोबना यो फुलको जोबना लैजाऊ भगवान यो फुलको जोबना यो फुलको जोबना लैजाऊ भगवान यो फुलको जोबना यो फुलको जोबना हे भगवान लैजाऊ भगवान यो फुलको जोबना यो फुलको जोबना लैजाऊ भगवान यो फुलको जोबना यो फुलको जोबना जोबना हरि लैजाऊ भगवान मन्दिरबाटै शङ्ख घण्टा मूर्ति हराउँदैछन् लैजाऊ भगवान यो धरतीमा मूर्ख देखिँदै बडराउँदैछन् लैजाऊ भगवान यो फुलको जोबना यो फुलको जोबना लैजाऊ भगवान यो फुलको जोबना यो फुलको जोबना लैजाऊ भगवान यो फुलको जोबना यो फुलको जोबना हे भगवान लैजाऊ भगवान यो फुलको जोबना यो फुलको जोबना लैजाऊ भगवान यो फुलको जोबना यो फुलको जोबना जोबना हरि लैजाऊ भगवान पुन्न छोडे देवी देउता भन्न छोडे हरि लैजाऊ भगवान सुख भन्नु के हो दुखै वरिपरि लैजाऊ भगवान यो फुलको जोबना यो फुलको जोबना लैजाऊ भगवान यो फुलको जोबना यो फुलको जोबना लैजाऊ भगवान यो फुलको जोबना यो फुलको जोबना हे भगवान लैजाऊ भगवान यो फुलको जोबना यो फुलको जोबना लैजाऊ भगवान यो फुलको जोबना यो फुलको जोबना जोबना हरि लैजाऊ भगवान कहिले झरी